हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। हजुरहरू सबलाई स्वागत छ मेरो यो सुरज एनके ब्लगमा। आशा गर्छु सबैजना सन्चै र आरामै हुनुहुन्छ होला र म पनि सन्चै छु गाइज। र आज चाहिँ म माछा पोखरीसम्म जाउँ भनेर लागेको। खुट्टाको यस्तो छ कन्डिसन चाहिँ पुरै जुगाड गरेर लिएर हिँडेको छ। पानी टेप अनि त्यसपछि फेरि सिलाएर यहाँ पुरा सिलाएर लिएर हिँड्दा छु। बाइक चाहिँ यहाँ छ, धेरै भइसक्यो, स्टार्ट पनि गरेको छैन। मेरो माइली बहिनीले यहाँ स्टार्ट गर्न लगाइरहेको छ। ह्यान्डल लक खोल्नै सक्दैन होला, ह्यान्डल हलाउनु पर्छ पहिला। झिक्न सक्दैन गाइज। म चाहिँ अब लागेको। खुट्टा यस्तो भयो नि जान त परे, कान्छो माछा पोखरीसम्म नपुगी भएन। अब ड्राइभमा 2 हप्ता त भइसक्यो होइन, तर ब्रेक गर्नलाई चाहिँ अप्ठ्यारो छ। खुट्टा टेक्न चाहिँ हुन्छ, नजिक नजिक तैँले सक्दैन माइली। एकपट्टि कोल्ट्यो भने कोल्टे हुन्छ फेरि। अब बाँकी भिडियो चाहिँ हिँडे पछि है त गाइज। एउटा खुट्टाले फेरि भर पर्नै भएन। जस कान्छोला ओए आए मैले च्यातिन्छ कि क्या हो यो त, जुगाड त धागोले बाँधेको। यता हेर देखा त कस्तो भयो, पुरै तन्क्या त। भयो सो फाइनली गाइज अब निस्किएको म चाहिँ। मिनरहरू पनि मिलाएको छैन। यो कम्पनीबाट हालेको मिनर यस्तो रफ त हुन नपर्ने, यो कसरी यस्तो छ भने कम्पनीबाट हालेको यस्तो हुन्छ त यार। सोरुममा लगाएर हालेको अझै यस्तो रफ। सक्छ ल ढोक्लाउ ल। गेर हान्न र तान्न त अलिअलि मिलाएर भइहाल्छ, जस टेक्न चाहिँ हुँदैन रहेछ। ल ल ल गएको ल। धेरै पछि अब बाइक चलाएको गाइज होइन, कस्तो फिलै अर्कै भइरहेछ कि। सो त्यही हो गाइज, म चाहिँ अहिले अब चक्रपथ आइपुगेँ। चक्रपथको ओह्रालो हो यो चाहिँ, हेर्न सक्नुहुन्छ। हजुरहरूले यसै नै चिनिहाल्नुहुन्छ होइन, मैले भनिराख्न त पर्दैन। तैपनि यसो छ्यास्स भनिदिएको। तर सबसे दुःख लाग्ने कुरो भनेको बाइकको क्लच प्लेट उड्या रहेछ। अब के गर्ने, अब जसो तसो काम चलाउनै परिहाल्यो होइन, उडेर नि अब के गर्ने। तर सर्भिसिङ गरेर क्लच प्लेट फेरेर धेरै भएको भयो नि, 1 महिना जति भएको भयो नि। यसो चित्त बुझाउन त हुन्थ्यो। 1 हप्ता नि भएको थिएन, एक्सिडेन्ट भयो। एक्सिडेन्ट भएपछि साथीभाइहरूलाई बोलाइयो, अब तोलङ गरे, धेरै हेल्प त गरे। तर कस्तो हुन्छ भने चलाउन नआएर उड्या त होइन, चलाउनै आएरै हो। तर सबैको एउटै हुँदैन कि चलाउने तरिका, त्यसले गर्दाखेरि मलाई ताजुब लाग्छ भन्ने हो क्या। सोरुमवाला दाइले त त्यतिखेरै भनेको थियो, यसरी एकैछिन चलायो भने नि क्लच प्लेट त यसको भ्याटै भइहाल्छ फेरि भनेर भनेको थियो। भन्न त
गाइज फाइनली अब आइपुग्न लाग्यौँ वसुन्धरा त आइपुग्यौँ होइन बिस्तारै बाइकको साउन्ड त्यही भएर किन यस्तो आइरह भनेको त मैले अब यादै नगरिरहेको कि क्लच प्लेट उड्या भएर पो रहेछ अब यसको सर्भिसिङ गर्न केही गर्नु पर्दैन सोरुममा हाल्यो भने मोबिल फेर्ने र मोबिल फिल्टर क्लच प्लेट गऱ्यो भने 15,000 भेटिहाल्छ बाइकै कुद्दैन भनेको हैन एक गियरमा 50-60 नर्मली जाने अनि 5 मा बटाएर दसु त 50-60 मा यस्तो हुन्छ त बाइक अनि म अब भन्दा विश्वास नलाग्ला कतिलाई हैन 50-60 मजाले यो रेस गरे तानेर गियर चेन्ज गर्ने बेला हेर्नु पर्छ 50-60 एक गियरमा मजाले जान्छ अहिले क्लच प्लेट उड्या भएर यस्तो त्यही भएर बाइक कसैलाई चलाउन दिँदाखेरि नि मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ भने जस्तै हो गाइज हैन अब हैन यतिकैमै मैले सोरुममा बाइक लिएर गएँ भने अब मेरो पर्सनल खर्च हुन्छ हैन पर्सनल खर्च गर्ने भएपछि सोरुमवालाले भए नभए अनेक रोग देखाइदिन्छ कि देखाउने बेला चाहिँ अस्ति चाहिँ मैले अनि सोरुममा हालेको म चाहिँ लोकल सामान हालेर पठाइदिएँ नि त चित्तै बुझे हैन सोरुममा गएर भन्न चाहिँ भन्ने हो सोरुमको साउसँग कुरा गर्ने हो कि त्यो म चाहिँ म्यानेजर यो यताउतिहरूसँग कुरा गर्ने होइन कि त्यो कर्मचारीहरूसँग त्यो एउटा केटी त झन् कहीँ नभएको रहेछ अब जसले पनि 20-25 हजारको सामान खरिद गरिसकेपछि डिस्काउन्ट त माग्छ नि हामी भने कस्टमर हो नि हैन डिस्काउन्ट त मागिहाल्छ नि यसै पनि अब डिस्काउन्टमा उनीहरूको आफ्नो गोजीबाट दिएको जस्तो व्यवहार गरेर कुरा गर्दै थियो कि अझ मलाई ल अब कसैले त नमाग्ला हैन अब सबै एउटै त हुँदैन नि त अब उनीहरूको हिसाबले अब जति दिनमा लाग्छ यसो हल्का डिस्काउन्ट गरेर दिनु भन्दाखेरि कति दिएको थियो हैन अनि लास्टमा यो सिएफ मोटो लेखेको यो भाँचेसी ह्यान्डललाई थिचेर लक गर्नेलाई के भन्छ हैन ठ्याक्कै बराबर नाम थाहा भएन मलाई यो भाँचेपछि चाहिँ अनि फेरि बेला कस्तो कुरा गरे त्यसो भए त हजुरलाई त हामीले डिस्काउन्ट दिएको त केही मतलबै भएन नि रे अब उसले भाँदेपछि त मेरो त्यो सामान त जस्ता त्यस्तै हालिदिनु पर्यो कि भन्ने नयाँ हालिदिनु पर्यो म पुरानै हाल्छु त त्यस्तो कुरा गर्दै थियो सोल्टिनीले ठिकै छ मलाई लास्ट चित्त नबुझेको चाहिँ यो म चाहिँ कहीँ नभएको हाल्दिएँ सो त्यही नै हो गाइज भ्लग बनाउँदा बनाउँदै आज यति चाँडै आइपुग्यो भन्ने हो कि अझै माछपोखरी आइपुगिसकेँ म चाहिँ अब सबैभन्दा खुसीको कुरा भन्ने चाहिँ बाइक धेरै पछि आज चलाएरै लिएर हिँड्दिएँ हैन जस देब्रे खुट्टाले भर पर्न चाहिँ हुँदैन टेकेर बसेर बल गर्न चाहिँ हुँदैन बाँकी भने हल्का फुल्का त भइहाल्छ गियरहरू तान्ने र डाउनहरू गर्नलाई अलिकति सजिलै हुन्छ भन्न चाहिँ तर पनि केही छैन म चाहिँ यही पिपलको बोटनिरै कुर्छु एकछिन मेरो मान्छेलाई
कुर्न चाहिँ यतै कुर्छु। दिदी अलिकति है। गाइज माछा पोखरीको दृष्टि हेर्न सक्नुहुन्छ। रमाइलो रहेछ त यता। अनि यहाँ आएर यस्तो भन्यो क्या, कोही हमें भी पटालो गरीबों की दुआ लगे कि भन्थे, त्यस्तै हो क्या। सो त्यही हो गाइस, अब भिडियोलाई यहीँ एन्ड गर्दैछु अहिलेको लागि। अब साथी आइरहनु भएको छ, साथीले कुर्नु पर्यो, भेट्नु पर्यो, अनि त्यसपछि बाँकी भ्लग